वाकवाकी र उल्टी उफ कस्तो अप्ठ्यारो अवस्था होइन त। हामी सबैले कहिले न कहिले त भोगेका नै छौँ, तर यसको पछाडिको कारण के होला अनि कहिले चाहिँ अलि सिरियस हुनुपर्छ। ल आज यही कुरालाई एकदमै छिटो र सरल तरिकाले बुझ्ने प्रयास गरौँ। पेटभित्र कस्तो गडबड, केही खान मन नलाग्ने, खाएको कुरा पनि निस्किएला जस्तो हुने। हो, यो फिलिङ हामी सबैलाई थाहा छ। एकदमै गाह्रो हुन्छ नि। अनि कहिलेकाहीँ त वाकवाकीसँगै पुरै संसारै घुमे जस्तो रिङ्गटा पनि लाग्न थाल्छ। यी दुई त सँगसँगै नै आउँछन् प्राय, तर एउटा कुरा के बुझ्नुपर्छ भने यी सबै लक्षण मात्र हुन्, रोग होइनन्। त्यसो भए हतारमा औषधि खाएर लक्षणलाई दबाउनु मात्रै समाधान होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा हो कारण बुझ्नु। आखिर हाम्रो शरीरले यस्तो सङ्केत किन दिइरहेको छ त? हो, कारण पत्ता लगाउनु नै सबैभन्दा पहिलो र जरुरी काम हो। ल अब सबैभन्दा सामान्य कारणबाट सुरु गरौँ। धेरैजसो अवस्थामा वाकवाकी लाग्नुको पछाडि फुड पोइजनिङ वा कुनै किसिमको सङ्क्रमणको हात हुन्छ। मतलब खाएको केही कुरा शरीरलाई पचेन। फुड पोइजनिङ भयो भने उल्टी हुनु, पखाला चल्नु अनि पेट दुख्नु सामान्य हो। यस्तोमा शरीरबाट धेरै पानी र नुन बाहिरिन्छ। त्यसैले सबैभन्दा जरुरी उपचार भनेको ओआरएस अर्थात् जीवनजल हो। यसले शरीरलाई सुखा हुनबाट बचाउँछ। उल्टी रोक्नको लागि डाक्टरको सल्लाहमा अन्डान्सेट्रोन जस्ता औषधि लिन सकिन्छ। अनि हो, पेटलाई आराम दिन एकदमै हल्का र सजिलै पच्ने खानेकुरा जस्तै जाउलो खानु राम्रो हुन्छ। तर वाकवाकी लाग्नुको कारण सधैँ खाना बिग्रेर मात्रै हुँदैन नि। कहिलेकाहीँ पेटको एसिडले गर्दा वा यात्रा गर्दा पनि यस्तो समस्या देखिन सक्छ। यदि छाती पोल्ने र मुखमा अमिलो पानी आउने भइरहेको छ भने त्यो एसिडिटीको लक्षण हुन सक्छ। पेटको एसिड बढेर माथि खानाको नलीतिर आउँदा यस्तो हुन्छ। यसको लागि पेन्टोप्राजोल जस्ता औषधिले एसिड बन्न कम गर्छन् भने डोम्पेरिडोनले वाकवाकीको महसुसलाई रोक्न मद्दत गर्छ। अब कुरा गरौँ गाडीमा यात्रा गर्दा हुने वाकवाकीको, जसलाई मोसन सिकनेस पनि भनिन्छ। हाम्रो आँखाले देखेको गति र भित्री कानले महसुस गरेको गति नमिल्दा दिमाग झुकिन्छ र यस्तो हुन्छ। यसबाट बच्ने सबैभन्दा राम्रो तरिका के हो थाहा छ? यात्रा सुरु गर्नुभन्दा लगभग 1 घण्टा पहिले नै मेक्लेजिन जस्ता औषधि खाने। पहिले नै खाएपछि मात्रै यसले राम्रोसँग काम गर्छ। अब एउटा यस्तो अवस्थाको कुरा गरौँ जहाँ वाकवाकी लाग्नुलाई सामान्य मानिन्छ, तर यसको व्यवस्थापनमा एकदमै धेरै ध्यान दिनुपर्छ। हो, त्यो हो गर्भावस्था। यो अवस्थामा एउटा कुरामा चाहिँ कुनै सम्झौता गर्नु हुँदैन। आफ्नो मनले कुनै पनि औषधि खाने गल्ती कहिल्यै नगर्नुहोस्। यो आमा र बच्चा दुवैको स्वास्थ्यको लागि एकदमै महत्त्वपूर्ण छ। सधैँ डाक्टरको सल्लाह लिनुपर्छ। डाक्टरले अवस्था हेरेर भिटामिन B6 जस्ता सुरक्षित उपायहरू बताउन सक्नुहुन्छ। सही उपचार जत्तिकै महत्त्वपूर्ण कुरा के हो भने गल्तीहरूबाट बच्नु। किनभने केही सामान्य गल्तीले गर्दा अवस्था झन् बिग्रिन सक्छ। यहाँ दुईवटा सबैभन्दा ठूला गल्तीहरू छन्। पहिलो, जीवनजललाई सही तरिकाले नपिउनु। कतिपयले यसको धुलो मात्रै सिधै खाने गर्छन्, जुन एकदमै गलत हो। यसो गर्दा शरीरमा नुनको मात्रा बढेर झनै खतरनाक हुन सक्छ। दोस्रो गल्ती, आफै डाक्टर बनेर एन्टिबायोटिक खाने। धेरैजसो वाकवाकी भाइरसले गर्दा हुन्छ, जसमा एन्टिबायोटिकले कामै गर्दैन, उल्टै साइड इफेक्ट मात्रै गर्छ। धेरैजसो वाकवाकी त घरमै आराम गरेर र हल्का खानेकुरा खाएर ठिक हुन्छ। तर कहिलेकाहीँ यो कुनै गम्भीर समस्याको सङ्केत पनि हुन सक्छ। अब कुरा गरौँ ती खतराका घन्टीहरूको, जुन देखिन साथ तुरन्तै डाक्टर कहाँ जानुपर्छ। यी 3 सङ्केतहरूलाई चाहिँ कहिले पनि हल्का रूपमा लिनु हुँदैन। पहिलो, यदि उल्टी रोकिँदै रोकिएन भने। दोस्रो, उल्टीमा रगत वा हरियो रङको केही देखियो भने यो भित्री समस्याको सङ्केत हुन सक्छ। र तेस्रो, मुख एकदमै सुक्खा हुने, पिसाब नै नलाग्ने जस्ता गम्भीर डिहाइड्रेसनका लक्षणहरू देखिएमा तुरन्तै अस्पताल जानु नै बुद्धिमानी हुन्छ। अन्त्यमा मुख्य प्रश्न यही हो, हाम्रो शरीरले के भन्न खोजिरहेको छ? वाकवाकी र उल्टी भनेको शरीरले हामीसँग कुरा गर्ने एउटा तरिका हो। यो सङ्केतलाई दबाउनुको सट्टा यसको कारण बुझ्ने प्रयास गरौँ। आफ्नो शरीरको कुरा सुनौ र आवश्यक परेमा विशेषज्ञको मद्दत लिन नहिचकिचाऊ।